कस्तो आछ मम्मी हेर्नु त त्यहाँ च्यापेको आउँछ। Good morning everyone, welcome to my another vlog. Look at this beautiful Godavari flower. आज चाहिँ मौसम चाहिँ चिसो चिसो थियो। म चाहिँ सबैभन्दा सुरुमा उठेर नुहाएँ। नुहाइसकेपछि चाहिँ मैले चाहिँ अब ड्रायरले कपाल सुकाउँछु। यसरी ड्रायरको तारलाई चाहिँ मैले प्लगमा जोडेर एकछिनमै मेरो कपाल सुक्छ। कपाल सुकाइसकेपछि मैले आफ्नो प्लान्टहरूलाई चाहिँ पानी दिन्छु। बिहानीको मौसममा चराचुरुङ्गीको आवाज सुन्दै पानी दिनुको मजा नै बेग्लै छ। मेरो जेरेनियम फ्लावर चाहिँ एकदमै मज्जाले फुलिरहेको छ, एकदमै झाँगिएको छ भनौँ। लगभग मैले अब प्लान्टहरुमा चाहिँ पानी दिएर सक्नै लागिसके। यस पछाडी म बाल्कनीमा बसेर आनन्दले चिया पिउँछु। कस्तो आछ मम्मी हेर्नु त त्यहाँ च्यापेको आउँछ। चिया खाइसकेपछि अब चाहिँ म लागे हार्भेस्टिङतिर। लेट्स हार्भेस्ट टुगेदर। सबैभन्दा सुरुमा अब म बारीतिर जाँदैछु। मेरो चाहिँ विन्डोमा चाहिँ कस्तो राम्रो जेरेनियम फुलिरहेको छ, रेड कलरको। सबैभन्दा सुरुमा म बारीमा पुगिसके। त्यसपछि मैले अब चाहिँ पालकलाई हार्भेस्ट गर्दैछु। हेर्न सक्नुहुन्छ कस्तो राम्रो फलेको छ, एकदमै फ्रेश छ है। पालकको हार्भेस्ट यति नै। अब चाहिँ मैले यसलाई लगेर मेरो हार्भेस्टिङ टुल्समा राखिदिन्छु। अब यसलाई खनाएर मैले अब म टमाटर हार्भेस्ट गर्नतिर लाग्छु। टमाटर पनि कस्तो राम्रो फलेको छ, पाकिरहेको छ। अब चाहिँ यसलाई हार्भेस्ट गरौँ है त। यति धेरै टमाटर हार्भेस्ट गरिसके मैले। यता चाहिँ सम्फू पनि फुलेको छ। अब यस पछाडी यसलाई पनि मैले हार्भेस्टिङ टुल्समा राखिदिन्छु। र फेरि उतातिर पनि टमाटर एकदमै धेरै फलेछ। अब यसलाई हार्भेस्ट गरौँ है त। मेरो धान बाली र आलु बारी पनि एकदमै राम्रो भएको छ। अब चाहिँ टमाटर हार्भेस्ट गर्दैछु फेरि यता पनि। यता पनि लटरम्म फलिरहेको छ। यो वर्ष चाहिँ टमाटर एकदमै धेरै फल्यो। यति धेरै टमाटर हार्भेस्ट गरिसके मैले।
अब यो टमाटरलाई लगेर चाहिँ तरकारी अचार अनि 1-2 दिनलाई अझै पुग्छ यो टमाटर। हेर्न सक्नुहुन्छ यति धेरै टमाटर हार्भेस्ट गरिसके मैले। एकदमै राम्रो फ्रेस, रोग किरा केहीले छोएको छैन। अब यसलाई पनि लगेर मैले मेरो नाङ्लोमा राखिदिन्छु। आजको हार्भेस्टिङ चाहिँ यति धेरै टमाटर, पालकको साग भइसकेको छ हार्भेस्टिङ। अब यस पछाडि म लागे धनिया टिप्नतिर है। धनिया पनि हेर्नुस् लसुनबारीमा एकदमै राम्रो हरियो र एकदमै कलकलाउदो भएको छ। मैले धनिया पनि टिप्छु। धनिया टिपिसकेपछि मैले मिन्ट टिप्दैछु। मेरो बारीमा मिन्ट पनि एकदमै राम्रो भएको छ। धनिया अनि मिन्ट अनि टमाटरको अचार चाहिँ एकदमै मिठो हुन्छ। अब यसलाई पनि लगेर मैले नाङ्लोमा राख्छु। हेर्न सक्नुहुन्छ मेरो धानबारीमा कस्तो राम्रो सिन आएको छ। अब एकछिन मैले मेरो हार्भेस्टिङ देखाउँछु। यता चाहिँ हरियो आलुबारी छ अनि उता साइडमा चाहिँ धानबारी छ है। हेर्न सक्नुहुन्छ यति धेरै हार्भेस्ट भइसकेको छ। अब चाहिँ मैले यसलाई लगेर पकाउँछु। यति धेरै हार्भेस्टिङ भइसक्यो मेरो। यदि हजुरहरूलाई मेरो भिडियो मन पर्छ भने लाइक, शेयर एन्ड सब्स्क्राइब गर्न चाहिँ पक्कै भुल्नुहुने छैन। थ्याङ्क यू फर वाचिङ।